कर्मयोगी प्रेमचन्द्र झा। माटोको सुगन्ध बोकेर हिँड्ने, जनताको पीडा कलमले लेख्ने, पत्रकारिताबाट राजनीतिसम्म सत्यको बाटो कहिल्यै नछोड्ने, मधेसी जन अधिकार फोरमदेखि आजसम्म जसपाकै पहिचान, सिद्धान्तमा अडिग विचारमा स्पष्ट, नटुट्ने आस्था नझुक्ने स्वाभिमान, बाचा होइन कर्म बोल्ने नेता, शब्दभन्दा काममा विश्वास, सत्ताको लोभ होइन लक्ष्य उहाँको, जनसेवामै जीवनको अभ्यास, धनुषा 3 को आवाज बनेर संघर्षको इतिहास बोकेर हिँड्ने, शोषित पीडित र वञ्चितका लागि आशाको दीप झै सधैँ बल्ने, कलम पनि उहाँको हतियार हो, संविधान पनि उहाँको आधार, न्याय समानता र पहिचानका लागि लडिरहने कर्मयोगी अवतार। प्रेमचन्द्र झा नाम मात्र होइन, संघर्ष र निरन्तरताको कथा, जनताको भरोसा परिवर्तनको बाटो, धनुषाको गर्व मधेसको आशा।